म अहिले तपाईहरुलाई देखाउन गइरहेको छु केटीएफटी अन्तर्गत महादेवटारनिर भएको सुरुङ मार्गको प्रवेशद्वार। ल तपाईहरु हेर्न सक्नुहुन्छ, यो यति ठुलो डाँडालाई छेडेर सुरुङ मार्ग तयार हुँदैछ। यसको लागि केमिकल मसला यो कम्पनीमा तयार हुन्छ। यी हुन् मेसिनहरु। यहाँ चाइनिजहरुको बसोबास र ठुला ठुला फ्याक्ट्रीहरु यही स्थानमा पर्दछन्। कति रमाइलो ठाउँ, शीतल हावापानी, चिसो हावापानी, शीतल ठाउँ, कतै गर्मी पनि नहुने, यति रमाइलो, यति स्मरणीय ठाउँ छ। यो ठाउँको नाम महादेवटार। हेर्न सक्नुहुन्छ, रिसोर्ट भन्दा कम छैन। यो माथि गाउँ, गाउँमाथि जंगल, जंगलमाथि डाँडा, डाँडाको माथि अग्लो पहाड, त्यो पहाडको बीचमा पैदल उक्लिने बाटो, उकालो बाटो, सिडी सिडी र यो सांगलाको माध्यम, सांगला समातेर उक्लिने बनाइएको र त्यो बाटो उक्लिसकेपछि, हिँडिसकेपछि करिब 1.5 घण्टाको समय पश्चात माथि महादेवको मन्दिर छ। सो महादेवको मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाहरूबाट, काठमाडौँबाट, भारतका विभिन्न ठाउँहरूबाट पर्यटकहरू आउने जाने गर्दछन्। आज शनिबारको दिन यहाँ ठुलो मेला लाग्ने गर्दछ। हरेक दिन शनिबार विभिन्न ठाउँहरूबाट गाडी बुक गर्दै पर्यटकहरू यहाँ आइपुग्ने गर्दछन्।